तिनीहरूको भाइ छ कि छैन घरमा? घरि हजुर के गर्नुहुँदैछ हौ? आउनुहोस् न भित्र बसिरहेको छु। के गर्नुहुन्छ? के भन्छ घरि? हजुर ठिकै छु त, बस्नुहोस् न। के आएको छैन नि? आएको छैन नि, अलिक ढिलो ढिलो आउँछ त। कति कामले आउनुभयो? त्यही त दुध पो लिन आएको म त। ए बस्नुहोस् न। हुन्छ। ए आइपुग्यो? कता हो साथी? ए म त दुध पो लिन आएको। के को दुध नसुधो साथी जहिले आम्मामा बिहान कुकुरले बुन खाइकन आफूले चाहिँ घाँस काट्नु जानुपर्छ। जहिले बदल बोकेर आउँदा मिलेन नि त अर्का घरतिर। अनि त्यो पैसामै लाने हो नि त। पैसामै भन्नु त बसिरह्यो नि त। तिमी अरू बेला आउँदैनौ त। कस्तो कुरा गरेको साथी तिमीले? हेट त्यतिखेर घरमा मान्छे आउनुहुँदैन, तिमीलाई चाहिँ के हुन्छ? मान्छे छ र पो आउँछ त घरमा। त्यस्तो कुरा गरेर कहाँ हुन्छ हौ? जहिले बोतलै बोकेर त आउनु भएन नि त। बिहान पनि बोतल बोकेर आइरहेको हुन्छ अरे। म भएको बेला आएको छौ तिमी कहिले? म आउँदा तिमी हुँदैन नि त। आँखा लाउने कुरा चाहिँ नगर नि घरको दाजुभाइसँग चाहिँ, ल गाउँको दाजुभाइसँग चाहिँ। गाउँको मान्छे आउँदैन आँखा नलाउँछ, नआउनु है भोलिदेखि दाजु तपाईँ चाहिँ। होइन भाइ भन्नु चाहिँ के खोजेको तिमीले मलाई? दाजु मैले भन्नु खोजेको होइन, तपाईँ अब आउनुभयो ठिकै छ होइन, तर बिहान बेलुका दिउँसो दुध मही गर्दै आउनु भएन नि त हौ। बुहारी पनि एक्लै घरमा छ होइन, यहाँ घरमा ठुलो मान्छे छैन। म गाउँको मान्छेहरू पनि धेरै कुरा सुन्दैछु। त्यस्तो होइन हौ, म कहिले आएको छैन। तिमी कोही बेला आउँछु। कोही बेला होइन, तब अस्ति पनि आएको थिएँ। दुधको न्यु गरेर आउँछ, घरि महीको न्यु, घरि सब्जीको न्यु गरेर आउँछ। त्यसो कुरा हुनु गरेर हुन्छ तपाईँले? हुँदैन म आउँदाखेरि कहिले पनि। हेर भाइ, अब सुन यस्तो कुरा हो, म तिमी आँखा लाउने कुरा नगर। तिमीले यसो बिचरा आँखा लाज लाग्दैछ। म त्यस्तो मान्छे होइन। आँखा लगाएको महिना दाजु, मुख लगाएको महिना। हेर भाइ सुन, अब कुलमा मुख दाजु केही सुन्दिनँ म। कुलमा बस्छ कि यहाँ सुन, तिम्रो आमा मेरो आमा, तिम्रो दिदी मेरो दिदी, तिम्रो बहिनी मेरो बहिनी, तिम्रो फ्यामिली मेरो फ्यामिली, तिम्रो बुढी मेरो। पैसा राखेको दुध हरामी तेरो मलाई।